राम्रो छ ओभरअल भन्नुपर्दा जस्तो सुकै सिचुएसनमा पनि लड्न सक्ने त्यो त एक्चुअली भन्नुपर्दा अटिजमको मतलब क्यारेक्टर प्ले गरेको हो तर पनि चाइल्ड नेचर भइकन पनि उहाँको चाहिँ रेस्पोन्सिबिलिटी पनि बिस्तारै बिस्तारै बढेको छ कि अनि उहाँ चाहिँ समाजमा लड्न सक्ने क्षमता पनि उहाँले बिल्डअप गर्दै गएर ओभरअल उहाँले चाहिँ आफ्नो क्यारेक्टरलाई एकदमै निभाउनु भएको छ नेचुरल देखिएको छ सबैजनाको अब ओभरअल कलाकारहरूको चाहिँ के भन्छ अभिनय प्रेजेन्टेसन भनौँ ओभरअल म चाहिँ चाइल्ड डेभलपमेन्ट एन्ड जेन्डर सोसलाइजेसनको स्टुडेन्ट भएको हैसियतले ओभरअल मैले चाहिँ यसलाई रेटिङ गर्नुपर्दा म पेजमा त रिभ्यू दिइ नै हाल्छु रिटर्नमा तर 4.5 चाहिँ मेरो तर्फबाट अहिलेको समयमा अब जस्तै तपाईँ त्यहाँबाट हुनुहुन्छ वेलफेयरबाट हुनुहुन्छ होइन अहिलेको समयमा यो बाल विवाह होइन अब हामीले त धेरै कम सुन्या भनेर भनिन्छ तर कति प्रतिशत बाल विवाह भइरहेको छ यस्तो अहिले त बाल विवाह त एकदमै घटेको छ तर कस्तो भने हाम्रो चाहिँ जोग्राफिकली हाम्रो देशको सुदूरपश्चिम भेगमा पहाडी उसमा चाहिँ अझै पनि बाल विवाहको चाहिँ केसेसहरू स्टिल छ तर यो चाहिँ यो स्टोरी भनेको त आजभन्दा 40 वर्ष अगाडिको हो नि त होइन त्यतिखेरको त भनेको त इमोसनली ब्ल्याकमेलिङ छ त्यहाँ हजुरआमाको पार्टबाट रोल एन्ड रेस्पोन्सिबिलिटी कन्यादान गरिदिन पायो भने हामी चाहिँ मुक्ति पाउँथ्यौँ त्यो टाइपको छ नि त त्यो त्यतिखेरको सिनारीमा थियो भन्नु नै पर्दा मैले पनि म आजभन्दा 23 वर्ष अगाडि बिहा गरेको भए तापनि मैले पनि इन्टरमिडिएट पास गर्ने बित्तिकै बिहा गर भनेरै इमोसनली भएरै बिहा गरेको र पछि मास्टर्स गरेको म आफै खुद छु भनेपछि आजभन्दा 40-42 वर्ष अगाडिको भने त इट्स नेचुरल है यस अब कसरी लिइरहनु भएको छ जस्तै यो फिल्ममा चाहिँ एक हिसाबले महिला नै महिलाको शत्रु पनि भनिरहेको छन् होइन लाइक डायलग त्यो छ होइन तपाईँ मान्नुहुन्छ कि मान्नुहुन्न महिलाको अफकोर्स म यसलाई इलाबोरेट पनि गर्छु म आफै जेन्डरको स्टुडेन्ट भएको हैसियतले यसमा चाहिँ कस्तो भने पेट्रियार्कल माइन्डसेट भनेको चाहिँ छ कि स्टिल छ एजुकेसन अहिलेको जेनेरेसनले एजुकेसन पाएको छ र पनि पेट्रियार्कल माइन्डसेट छ छोरी मान्छेले यस्तो गर्नु हुँदैन छोरा मान्छेले यस्तो गर्नु हुँदैन छोरा मान्छेले घरको काम गर्नु हुँदैन रोल एन्ड रेस्पोन्सिबिलिटी इन्डोर र आउटडोरको सेपरेट क्याटेगोराइज नै गरेको छ द्याट्स वाइ माइन्डसेट छोरी मान्छेकै काम छोरा मान्छेलाई छोरा मान्छेकै काम भनेको छ छोरी मान्छेको शत्रु अभियसली छोरी मान्छे थियो छ र भोलिको दिनमा चाहिँ धेरै स्ट्रगल हुन पनि सक्छ धेरै स्ट्रगल गर्नुपर्छ माइन्डसेट चेन्ज गर्न तपाईँले चाहिँ विवाह गरिसकेपछि मास्टर्स गरे भन्नुभयो होइन यसरी पढ्नको लागि सङ्घर्ष देखाएको छ फिल्ममा तपाईँले चाहिँ कतिको सङ्घर्ष गर्नुभयो अफकोर्स गरे त्यो सुरुमा कोसँग लड्नुहुन्छ पढाइको लागि पहिला त आफै कमिट हुनुपर्छ डिटरमाइन हुनुपर्छ आफ्नो कमिटमेन्टमा एकदमै डिभोसन डेडिकेसन डिटर्मिनेसन र डिसिप्लिनमा बस्नुपर्छ मेरो त 4वटा डी छ मेरो लाइफको मैले चाहिँ त्यसकै बेसिसमा चाहिँ म डिटरमाइन भएर लागेको हो विश्वास लाग्दैन होला पछि मास्टर्स गरेँ मैले +2 देखि नै मास्टर्स गरेको यता पनि सुनौँ न यङ्गर जेनेरेसनहरूसँग पनि यता पनि यङ्गर जेनेरेसन सँगै हुनुहुन्छ नि तपाईँहरू सँगै होइन कस्तो लाग्यो तपाईँलाई चाहिँ मुभी एकदम राम्रो लाग्यो तपाईँको छोरी हो मेरो भतिजी छोरी नै हो यसले देखाएको त सबै कुरा मेरो स्ट्रगल जस्तै कस्तो लाग्यो जस्तै गौँथली हेरिरहँदाखेरि होइन के कुराले चाहिँ बढी छुँदो रहेछ बिङ अ फिमेल के कुराले छुन्छ भन्दाखेरि जब कि यस्तो फिल्म हेर्दाखेरि कति मान्छे भन्छ नि त्यो ठाउँमा म पनि भएको भए कस्तो हुन्थ्यो होला जस्तो हुन्छ नि अब जब गौँथलीजीलाई देख्यो त्यहाँ अब त्यो उसलाई जब त्यो बेको बाटोमा ढकेलियो होइन पढ्न एउटा रोकियो सासूकोबाट त्यस्तै ऊ भयो होइन अनि श्रीमान उहाँको अझ अरूको राम्रो पऱ्यो उहाँको आर्टिस्टिक पढ्नु भयो नि त उहाँले सबै प्रेसर एकैचोटि थपे पनि उहाँले बिस्तारै आउटकम दिँदै जानुभयो नि त त्यही भएर उहाँले लाइक म गर्छु म पढ्छु भन्ने एउटा आदर थियो नि त अनि मदन कृष्ण सरलाई पनि उहाँले देखाउनु पर्ने थियो एससी प्लस म दिन्छु भन्नुभएको थियो नि त अनि उहाँले त्यो उहाँको लागि पनि गर्नुभयो नि त उहाँको लागि बाटो देखाइदिने मान्छे मदन कृष्ण सर भएर आउनुभएको थियो बिचमा भेट्नुभयो अनि फेरि उहाँले एससी दिनुभयो त्यो एउटा राम्रो थियो त्यो देखेर चाहिँ लाइक पढ्यो भने गर्न सकिन्छ भन्ने हामीलाई एउटा ऊ पनि भयो होइन एउटा सन्देश पनि आयो अर्को भनेको सायद म पनि यस्तो उसमा हुन्छ नि यो गौँथलीको जस्तो मेरो चाहिँ नहोस् है लाइक बेको मुखमा नढकेलिनु परोस् अलिक पढ्न पाइयोस् राम्रो होस् भन्न सकिन्छ हजुर त्यही हल्का हुन्छ आफ्नो लागि स्ट्यान्ड लिन सकियोस् त्यो चाहिँ
मेरो पार्टबाट एडिट गर्नुपर्दा यो कन्भर्सेसनलाई एडिट गर्नु मिलाएर आफ्नो स्ट्यान्ड चाहिँ लिन सक्नुपर्छ है। अबको जेनेरेसनले वान वर्डमा समराइज गरेर भन्नुपर्दा अबको जेनेरेसनले चाहिँ आफ्नो स्ट्यान्ड चाहिँ लिनै पर्छ। म पढ्छु भनेपछि पढ्छु, कुनै पनि हालतमा पढ्छु भनेपछि एउटा चाहिँ आफ्नो डिसिजन आफ्नो हातमा होस् र त्यसमा डिस्टर्बेन्सहरू आयो भने स्ट्यान्ड लिन सक्ने क्यापेसिटी चाहिँ बिल्डअप होस्। थ्याङ्क यू सो मच थ्याङ्क यू